म चाहिँ अब उठेँ है उठेर अब बाहिरतिर गइयो के गर्नु धेरै बेर सुत्न आउँदैन 7 देखि 8 बजीभित्रमा उठि त हालिन्छ होइन ल यस्तै त्यहाँ छ पारा के गर्नु कहाँनिर छ अरे खोरमा छ खोरमा कहाँ छ म त सक्दिनँ यो भाले हैन पोथी चाहिँ उयो चाहिँ भाले खाने हैन पोथी चाहिँ ए हजुर यसो मासु खाइदिनु पर्यो भनेर समाधान हजुर अघि अरू सबै छोडियो सानो चाहिँ रह्यो सक्दिनँ कि पक्रिँदैन टाउको छिराउ न टाउको चाहिँ यहाँ कहाँबाट छिर्छ त मेरो पकडा 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 अर्को निस्किन्छ नि अर्को निस्कियोस् न ए कति केजी छ कति छ नि 1 केजी छ होला 1 केजी मासु हुन्छ कि मात्रै कति हुन्छ त जोखा न बेच्ने हो र जोख्नलाई खाने हुँदैन तपाईँ यो लिएर जानु म दाउरा लिएर आउँछु तिते बनाएर सोरेम खाए पछाडि त कसो चाहिँ ज्यान नलाग्ला यत्तिकै त नहोला नि त त्यहाँ हेर न ए म त बटारेको जस्तै लाग्यो के को बटार छ टाउको छैन छैन बटारेको त्यस्तो बटार्न छाडिसकेँ यसमा कति फोहोर लाग्छ है फोहोर हुन्छ यत्तिकै हुन्छ है किन धोइदेऊ न त स्याम्पूले एकचोटि अनि म डढाउँछु होइन सम्झिँदा नि यो तिते खाना कस्तो घिन लाग्छ चट्ट लाएर झट्ट लाएर तिते खै खुट्टो ए समाति खुट्टो गयो अरे तिते बनाउँदाखेरि चाहिँ अब कस्तो भने आगोबाट निकालिसक्ने बित्तिकै यो उयो हुन्छ क्या लाच्याक हुन्छ झार्न मिल्दैन नि त अनि एकछिनसँग टक्क यतिकै राख्ने हो त्यसपछि चिसो हुन्छ सेलाउँछ अनि त्यसपछि मजाले झार्छ यसरी झर्छ सुताउनै लिएर गयो त सिको लगाइवरी के छ कस्तो भर्खर भन्छ हौ तिमीले फ्राई राइस खाएको हो नि होइन मैले 2 चोटि भइसक्यो खाएको
अनि मिठो छ के हान्छ तिमी पुस्तकाले उसको त त्यही लुगै मात्रै हो काम भयो खाने काम पनि भरपुर भएको जान्थ्यो मैले खाएर नि कहाँ दिने यो मान्छेले चाहिँ पोला चाहिँ कहाँ दिएको डाइरेक्ट आएर टिप हो त कटा पनि दिएर खाँदो यहाँ त अनि पकाउन दिएको एउटा पाकिरहेको त्यो दाना निकालेर खाऊ न होइन पाकिरहेको खानुपर्छ कति छिटो पाकेको भने असाइ बनायो भने पनि पाक्छ हजुर खोला बिहानै भन्छ मलाई 8 बजी यसले त बनाउनुपर्छ यसलाई बनाउनुपर्छ कहाँ छ अरे त्यो यताबाट यो कोठामा सन्देश दामी तरिकाले काम गर है दामी तरिकाले काम गर है दाँत देखाएर काम गर दामी क्या एउटा कस्तो डेन्जर बाँधिदिएको फोटो खिच्दैन एउटा फोटो काहीँ फ्याँची नपार नि अनि त्यही उखेल्न त कहाँ मिल्छ त हौ एडिटमा कला हुनु पर्ने साथी कालोलाई गोरु कोलाले यहाँ कस्तो देखिरहेको हेर न कस्तो देखिन्छ ड्रम सार्नु पऱ्यो उसको सार्दैन मैले सार्छ जुन्ना ल जुन्ना त के गरी बाँधेको छ हौ यो चाहिँ बाँधेको हेर न यहाँ त्यो मामालाई भन त एक सर यताबाट लगेछ एक सर यताबाट लगेछ भयो सक्यो ओ अहिले पर्सिन्छ नि त फेरि ल झुन्ड्यौ नि पाइप खिचिरहेको छैन हौ कहाँ छ पाइप छ कि छैन मलाई ओइ गाडी ल्याऊ अनि कसलाई फोन गर्नु इटाली आएपछि भन्नु बुढीलाई पर्दैन भन्नु मेसेज पनि आउँछ कि यसमा टिङ गर्छ त वाइफाई कनेक्ट छ नि त्यही पर्दैन किटा ओइ सन्देश अनि दाइ यसो मिल्दैन भन्नु नि अहिले अलिक गाह्रै छ भाइ म भ्याकेन्सी आएको बेलामा यसो ट्राई चाहिँ गर्छु भन्दै थियो अब कहिले आउँछ उसको उयो चिसो पानी त चिसो त हो अनि काम गरेको बेला अब फेरि तताएर ल्याउनु चिसो त बियर मात्रै खाने बानी भएको छ अहिले त ठिक 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 म त गर्नु लाग्ला मैले केही गर्दा गरिनँ ल खोइ अहिले त यस्तो एउटा हातमा क्यामेरा छ एउटा हातमा पानी छ के हो यो अहिले त सिस्टम यस्तो छ नि त नाकको उयो क्या ट्र्याक्टर राख्ने गुड बनाउने प्लान भयो प्लान भएको भएछ कि प्लान बी पारित हुन सकेको छैन के हो गोठ बनाउनु भनेको मायासँग 5वटा टिन छ यस्तो हाल्दा नि पुग्दैन यस्तो हाल्दा नि पुग्दैन के गरेर बनाउनु भाइ त्यत्रो एक गाडी पैसा चाहिँ कहाँ लगेको होला होइन यहीँ छोडेर बदिनु भनेको
यसमै यो काटिदिनु पऱ्यो अँ। हल्का मुन्डन बनाइदिनु पऱ्यो अनि यस्तो टिन हालिदिँदा के हुन्छ उतिहाल्छ नि यहाँदेखि त्यहाँ त पुग्छ होला नि त हौ यहाँदेखि त्यहाँ यति यो गाडीसम्म त पुग्छ होला नि त ती नै 6 फुटे छ त्यही त 6 फुट त अनि यहाँदेखि त्यो गाडीको उता पसाउँदा 6 फुट होला नि त हौ त्योभन्दा धेरै त छैन होला नि त 6 फुट छ 6 फुटभन्दा धेरै छैन होला नि त यहाँसम्म त यदि यहाँ त गाडी पनि चिर्दो रहेछ 6 फुट छ क्या 6 फुट यहाँसम्म गाडीको हुड चाहिँ 6 फुट छ अनि गइगयो त नि 6 फुट भनेर अलिकति त्यो भित्र छ नि त्यो यहाँ यो ट्र्याक्टरमा लाउने हो त कस्तो खालको कुन खालको छ क्वालिटी हेर्नु पर्यो नि त मित्र क्वालिटी नौची होला होइन कतिवटा सकिसक्यो थाहा छ त्यो किचनमा सकियो यहाँ गाई गोठमा लगाइरह होइन त्यो 9 फुटे हो नि त त्यत्रो महँगो टिन चाहिँ कस्तो यहाँ आउनु मलाई त्यो खोर्मा चाहिन्छ कि अहिले मैले देखेको त्यसो भए यस्तो रहेछ त्यहाँ र यहाँनिर डोरी बान्ने यता खापा काट्ने त्रिपल लगाइदियो खोइ त्रिपल ल्याउनु पर्यो नि 12-22 ल्या 12-22 ल्यायो भने पुगिहाल्छ नि एउटा हान्दिउँ न मारिदिउँ न त नि नगर्ने हो र सन्देश हौ के छ काम गर न केटा तिमीहरू सुपरभाइजरको फोटो खिच्न आऊ न को सुपरभाइजर हो फेरि त्यो बाना ड्रम स्रम ल्याऊ गर सुपरभाइजर होइन सुपर ग्लु चाहिँ होला मलाई अनि मेरै मात्रै अनुहार हाल्न आँटेको है के इन्टरभ्यू लिन आँटेको छ खिच्छ त अहिले त हेर न त्यो काम देखायो नि मलाई कस्तो दामी देखेर यही छ त हौ बेटार्नु भन्दा बाटा दामी होइन त्योभन्दा त लामै छ त हौ यो वार पुर्ने छ त यो त ट्राई गर त होइन त्यो तिमीले